अपना से दीदी आल से ही कान के ऑपरेशन भेल रहे। कते दिना भेला दीदी ऑपरेशन के? 3-4 महीना। ल वहाँ को चाहिँ यो लेफ्ट साइड को लेफ्ट एमआरएम कान को ठुलो खालको ऑपरेशन गरेको। यहाँ हेर्नुस्, यहाँ देखाउनुस् त। यहाँ दाग मान्छे धेरैजना डराउँछ यहाँ दागको लागि। यहाँ देखाउनु, यहाँ देखाउनु, हेर्नु दाग। यो त अब अर्को 2-3 महिनामा त बिल्कुलै देखिँदैन है, एकदम नर्मल जस्तै देखिरहेछ है। अनि अर्को हेर्नु, यहाँ उहाँको मेट्रोप्लास्टी गरेको छ। यो यहाँ देखाउनु, यहाँ यता मोबाइल यता ल्याउनु हैन, अझै आएन हो। यो देखाउनु मेट्रोप्लास्टी गरेको छ। अब हामी उहाँको अब चाहिँ हामीले उहाँको चाहिँ ऊ गर्दैछ, यो एन्डोस्कोपी गरेर हेर्दैछौँ। अब त्यहाँ स्क्रिनमा देखाउनुहोस् है, स्क्रिनमा देखाउनुहोस्। यहाँ देख्न सक्नुहुन्छ उहाँको यो नयाँ जाली बनेको छ। यो उहाँको नयाँ जाली बनेको छ। यो पछाडिको हड्डीहरू सबै सफा गरेको, यो घाउ पुरै सुकिसक्यो, ठुलो खालको भएको छ। एमआरएम हेर्नु, एकदम कस्तो राम्रो जाली छ। उहाँको चाहिँ घाउ पनि छैन, कान पुरा सुक्खा छ। मेट्रोप्लास्टी पनि कस्तो राम्रो छ। यो थोरै पापराहरू जमेको छ, यिनीहरू बिस्तारै सफा हुँदै जान्छ। हाम्रो दीदी एकदम खुश है। खुश है ना दीदी? हाँ, अभी काम अच्छा हो गया ना? हाँ, ठीक भले ना? सुनाबे छै ना? बहुत अच्छा। बस आप धीरे धीरे और कनी मनी दवाई दै छियै, अपना दीदी के सब ठीक भए जेतै। ठीक भए जेतै, दवाई हम ले दै छियै, घाव के पूरी